डोनाल्ड ट्रम्पले नेपालीलाई ठूलो झड्का दिएका छन्। अबदेखि अमेरिका जान चाहने नेपालीले भिजा आवेदन गर्दा 21 लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपाललाई धरौटी अनिवार्य गराएका देशहरूको सूचीमा थपेपछि यो व्यवस्था लागू हुन लागेको हो। नयाँ नियम अनुसार पर्यटक तथा व्यावसायिक प्रयोजनका B1 र B2 भिसाका लागि आवेदन दिँदा न्यूनतम 5,000 देखि अधिकतम 15,000 अमेरिकी डलरसम्म धरौटी तोक्न सकिनेछ, जुन नेपाली रुपैयाँमा करिब 21 लाख पर्न जान्छ। यो नियम जनवरी 21 देखि लागू हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। धरौटी रकम भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले आवेदकको व्यक्तिगत अवस्था, यात्रा इतिहास र जोखिम मूल्याङ्कनका आधारमा निर्धारण गर्नेछन्। उक्त रकम अमेरिकी सरकारको आधिकारिक पोर्टल pay.gov मार्फत मात्र बुझाउनु पर्नेछ। कुनै पनि एजेन्ट वा तेस्रो पक्षलाई रकम नदिन मन्त्रालयले स्पष्ट चेतावनी दिएको छ। धरौटी राखेर अमेरिका जाने नेपालीहरूले न्युयोर्कको जोन एफ केनेडी, वाशिंटन डीसीको डलेस र बोस्टनको बोस्टन लोगन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर मात्र अमेरिका प्रवेश र प्रस्थान गर्न पाउनेछन्। तोकिएको समयभित्र अमेरिका छाडीमा भिसाका शर्त उल्लङ्घन नगरेमा र तोकिएका विमानस्थल प्रयोग गरेमा धरौटी रकम फिर्ता पाइनेछ। तर भिजा आवेदन नाघेर बस्ने, अमेरिका पुगेपछि नफर्किने वा शरणार्थी दावी गर्नेहरूको धरौटी रकम जफत हुने व्यवस्था पनि गरिएको छ। पछिल्ला वर्षमा अमेरिका पुगेपछि स्वदेश नफर्किने नागरिक धेरै भएका देशलाई लक्षित गर्दै यो पाइलट प्रोग्राम लागू गरिएको अमेरिकी पक्षको भनाइ छ। नेपालसँग यस सूचीमा बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत 38 देश परेका छन्। अमेरिकाले यस कदमबाट विदेशी यात्रुहरूले भिसाका नियम पालना गर्ने सुनिश्चितता बढ्ने विश्वास लिएको छ।